प्रश्न नम्बर 1, टाउको रौंलाई कपाल भनिन्छ भने छातीको रौंलाई के भनिन्छ? ए जैरे, बी पाजी, सी कन्सुरी र डी जेठो दाई। साथीको सही उत्तर डी जेठो दाई। प्रश्न नम्बर 2, आधा फाटेको र आधा सधैँ वस्तुलाई के भनिन्छ? ए रित्तो, बी घारो, सी अर्धानो र डी हिनामिना। साथीको सही उत्तर सी अर्धानो। प्रश्न नम्बर 3, लास जलाउने क्रममा चारैतिर उभिने मानिसलाई के भनिन्छ? ए जन्ती, बी मलामी, सी बथान र डी विद्यार्थी। साथीको सही उत्तर बी मलामी। प्रश्न नम्बर 4, घाममा सुकाउन फिजाइएको अन्नलाई के भनिन्छ? ए बुर्की, बी भुत्ला, सी रैया र डी बिस्कुन। साथीको सही उत्तर डी बिस्कुन। प्रश्न नम्बर 5, दाइजोमा लिएर आएको सन्तानलाई के भनिन्छ? ए बज्जिया, बी झट्केलो, सी जन्तरे र डी पानी मन्तरे। साथीको सही उत्तर बी झट्केलो। प्रश्न नम्बर 6, आमाले भाले ल्याएर नखुवाएसम्म माइत जान नहुने जाति कुन हो? ए दमाई, बी चेपाङ, सी लिम्बू र डी सतार। साथीको सही उत्तर डी सतार। प्रश्न नम्बर 7, पोथी कुखुरालाई हेन भनिन्छ भने पोथी बिरालोलाई के भनिन्छ? ए सिस्टर, बी डायन, सी क्वीन र डी गर्लफ्रेन्ड। साथीको सही उत्तर सी क्वीन। प्रश्न नम्बर 8, नेपालमा मदिरा बिक्री वितरण गर्न नहुने उमेर कति हो? ए 16 वर्ष मुनि, बी 17 वर्ष मुनि, सी 18 वर्ष मुनि र डी 19 वर्ष मुनि। साथीको सही उत्तर सी 18 वर्ष मुनि। प्रश्न नम्बर 9, मानिस स्वस्थ रहनका लागि थोरै मासु भए धेरै के हुन्छ? ए चाउमिन मोमो, बी रक्सी चुरोट, सी कोक बियर र डी साग सब्जी। साथीको सही उत्तर डी साग सब्जी। प्रश्न नम्बर 10, पण्डित कुन जातिको पुरोहित हो? ए गुरुङ, बी मगर, सी छेत्री र डी थारू। साथीको सही उत्तर सी छेत्री। प्रश्न नम्बर 11, बच्चा सुताउँदा आमाले गाउने गीतलाई के भनिन्छ? ए लोरी, बी भाका, सी दोहोरी र डी पप सङ। साथीको सही उत्तर ए लोरी। प्रश्न नम्बर 12, दुनो झैं पारेर जोडेको हातलाई के भनिन्छ? ए मुट्ठी, बी अन्जुली, सी सलाम र डी नमस्ते। साथीको सही उत्तर बी अन्जुली। प्रश्न नम्बर 13, स्कुललाई फिस भए झैं खलासीलाई के हुन्छ? ए झगडा, बी दक्षिणा, सी थप्पड र डी भाडा। साथीको सही उत्तर डी भाडा। प्रश्न नम्बर 14, बच्चा जन्मिसकेपछि मात्र केटीको विवाह सम्पन्न मानिने जाति कुन हो? ए बाहुन, बी लोहमी, सी गुरुङ र डी खटिक। साथीको सही उत्तर बी लोहमी। प्रश्न नम्बर 15, थारूले खाने दिउँसोको खानालाई के भनिन्छ? ए बासी, बी बेरी, सी मिजनी र डी कलवा। साथीको सही उत्तर सी मिजनी। प्रश्न नम्बर 16, बाघको डमरू भए झैं सुँगुरको के हुन्छ? ए पाठापाठी, बी छोरा छोरी, सी बाछा बाछी र डी केटा केटी। साथीको सही उत्तर ए पाठापाठी। प्रश्न नम्बर 17, गणेशको वाहन मुसा हो भने प्रिय वस्तु के हो? ए ध्वजा, बी दुबो, सी पानी र डी फूल। साथीको सही उत्तर बी दुबो। प्रश्न नम्बर 18, चामल नभएको फोर्सो धानलाई के भनिन्छ? ए पगटा, बी रित्तो, सी भुसा र डी खदिया।
साथीहरूको सही उत्तर ए पगटा। प्रश्न नम्बर 19 बच्चाको नाइटो झरेको दिन सुत्केरी चोख्याउने चलन कुन जातिमा छ? ए सतार, बी लेप्चा, सी दनुवार र डी धिमाल। साथीहरूको सही उत्तर डी धिमाल। प्रश्न नम्बर 20 उही वस्तु फिर्ता लिने गरी राख्न दिएको वस्तुलाई के भनिन्छ? ए चिनो, बी सापटी, सी नासो र डी उपहार। साथीहरूको सही उत्तर सी नासो। प्रश्न नम्बर 21 महिलालाई भन्दा बढी हिक्क पुरुषलाई लाग्छ, सही या गलत? ए सही, बी गलत। साथीहरूको सही उत्तर ए सही। प्रश्न नम्बर 22 विधवा महिलाले लगाउने धातुको चुरालाई के भनिन्छ? ए रैया, बी हिरा, सी गाजल र डी साइमुन्द्रो। साथीहरूको सही उत्तर ए रैया। प्रश्न नम्बर 23 घोडाको हेरचाह गर्ने मानिसलाई के भनिन्छ? ए गोठालो, बी शिक्षक, सी सयस र डी डाक्टर। साथीहरूको सही उत्तर सी सयस। प्रश्न नम्बर 24 नदीको किनारा भए झैं समुद्रको के हुन्छ? ए दोरी, बी तट, सी छाल र डी तरंग। साथीहरूको सही उत्तर बी तट। प्रश्न नम्बर 25 मर्नेको नाममा चौतारा बनाउने जाति कुन हो? ए छेत्री, बी तामाङ, सी नेवार र डी थामी। साथीहरूको सही उत्तर डी थामी। प्रश्न नम्बर 26 आफू पछि जन्मेको भाइलाई के भनिन्छ? ए अनुज, बी कान्छो, सी भौजिया र डी लखन्तरे। साथीहरूको सही उत्तर ए अनुज। प्रश्न नम्बर 27 खरानीको खाक भए झैं खोक्रोको के हुन्छ? ए रित्तो, बी खाली, सी शून्य र डी माथिका सबै। साथीहरूको सही उत्तर डी माथिका सबै। प्रश्न नम्बर 28 मानिसको काखीको रौंलाई के भनिन्छ? ए छुसी, बी पाजी, सी जैरे र डी नाथे। साथीहरूको सही उत्तर बी पाजी। प्रश्न नम्बर 29 राम्रो जीवनका लागि थोरै रिस भए धेरै के हुन्छ? ए अनिन्द्रा, बी चिन्ता, सी लडाई र डी हाँसो। साथीहरूको सही उत्तर डी हाँसो। प्रश्न नम्बर 30 सूर्यको अवलोकन गर्ने यन्त्रलाई के भनिन्छ? ए चस्मा, बी क्यामेरा, सी हेलिस्कोप र डी थर्मामिटर। साथीहरूको सही उत्तर सी हेलिस्कोप। प्रश्न नम्बर 31 महाभारतका अनुसार अर्जुनकी श्रीमतीको नाम के थियो? ए द्रौपदी, बी उर्मिला, सी पार्वती र डी रुक्मणी। साथीहरूको सही उत्तर ए द्रौपदी। प्रश्न नम्बर 32 नेपालमा कफी खेतीका लागि प्रख्यात जिल्ला कुन हो? ए दार्चुला, बी गुल्मी, सी इलाम र डी रामेछाप। साथीहरूको सही उत्तर बी गुल्मी। प्रश्न नम्बर 33 आमा बाबु मरेका छोराछोरीलाई के भनिन्छ? ए बाठा, बी लाटा, सी कमैया र डी तुहुरा। साथीहरूको सही उत्तर डी तुहुरा। प्रश्न नम्बर 34 भगवान राम कति वर्ष वनवास बसेर आफ्नो घर फर्किएका थिए? ए 13, बी 14, सी 15 र डी 16। साथीहरूको सही उत्तर बी 14। प्रश्न नम्बर 35 रातिमा लाइट बाल्ने किरा कुन हो? ए लामखुट्टे, बी मौरी, सी जुनकिरी र डी पुतली। साथीहरूको सही उत्तर सी जुनकिरी।